हाम्रो चाहिँ मलाई पुगाउनु जानुहुन्छ त्यहाँदेखिको कहाँ जानुहुन्छ मलाई याद छैन गाइज भयो अनि भनेको छैन तपाईँले अहिले नभन्नु न प्लिज होल्ड गर्नु हेलो गाइज वेलकम ब्याक टु माई च्यानल अगेन मे युजना सो तपाईँहरूलाई फेरि पनि स्वागत छ आजको मेरो नयाँ ब्लगमा सो गाइज आजको हाम्रो ब्लग चाहिँ तपाईँहरूलाई थाहा छँदैछ आज हाम्रो गिलो चटपटेको चटपटे पार्टी हुँदैछ हो सो हेर्दै गर्नु होला आजको हाम्रो ब्लग फिलहालमा चाहिँ यहाँनिर हाम्रो टी ब्रेक भइरहेको छ यहाँ आज चाहिँ मेरो बहिनीले एकदमै राम्रो देखिरहेको छ यो केरिना हो मेरो केरिना लाग्पा टी ब्रेक भइरहेको छ अरे हो सुदेशनाले चिया लिएर आएको थियो गाइस तर चिनी नै कम्ती हो बहिनी यहाँनिर हुनुहुन्छ भर्खर नेल आर्ट गरेर बसेको लाग्पा डोमाको शेर्पा तपाईँलाई यो मेरो नेल आर्ट कस्तो मन पर्यो कस्तो लाग्यो मन पर्यो गाइस फिडब्याक चाहिँ यतिको दिनु पर्यो नेल्स दिखाइदिए नेल्स भयो म्याडमहरु नभन्नु न यस्तो घण्टाको मेहमान थियो सो गाइस 12:46 भइसकिसकेछ लन्च पनि ल्याउनु लागेको छैन यिनीहरूले झालमुरी बनाउँदैन गाइस मै आउनुपर्छ यहाँ यिनीहरू यत्तिकै यहाँ गफ गर्दै बसिरहेको रहेछ म नेल आर्ट गरिरहेको म आर्टिस्ट भैयाको दुकानमा चाय पीने के लिए आए हम लोग चाय पीने नहीं लेने के लिए आए भैया जी थोड़ा ज़्यादा डाल दीजिए कि साह्रो अमिर हो हाम्रो भैयाहरू त सुनको भाँडामा चिया बनाउँछ आम्मा स्वाद आउँछ नि त है के भन्छ अरे स्वाद दुईजना सेमसेम देख्दो रहेछ सो गाइस आजको चाहिँ यो दामी हामी झालमुरी बनाएर खान्छौँ किनकि यो चाहिँ वेदरले च्यालेन्ज गर्यो नि त आज हामीलाई त्यसै कारणले गर्दाखेरि यो चाहिँ कसरी काट्नु छुरीले साथीले यतिको कटिङ चाहिँ गाइस कोकोलाई मिस गरिम मैले अलिसालाई मिस गरे बन्देर अलिसालाई मैले फर्स्टमा अलिसालाई मिस गरे ओके देखिस होला साथी अलिसा आम्बो यतिको हात चाट्नु पर्यो नि त निम्बु छ जति यहाँ अनि हामी चाहिँ हेरेको भयो त नि त यति नै लाग्छ कहाँ लगेको हालेको गरेको अब मारिदिन्छु लाग्पा डोमा शेर्पा दोप्साङ झन्डै भनिस् ल अब उहाँबाट गयो नासिकन फिट अब हल्लाउने जग्गा पनि छैन कसरी हल्लाउनु यो चाहिँ यहाँ मुनि हाल्न यस्तो हो नि त गाइस पक्रै भाडा झर्न टे लाग्पा मारिदिन्छु एकछिन पहिला उयो सिमेन्टको उयो मिस्त्रीको काम गरेन के यसले म त बेलचाले सिमेन्ट फिटेको त त्यस भए साथीलाई आउँछ फिट्नु ल त म त फिटिङ त सिमेन्ट बलुवा बोकेको ढुङ्गा फुटाको साथी यस्तोहरू म अलिक हाम्रो आफ्नै घर बनाउँदा ल एक चम्ची खाएर तिमीहरूले मलाई उयो गर्नुपर्छ कस्तो भयो दामी मैले त भने त आमा कस्तो भयो नरु न अन्त खाएको छैन लाग्पाले गाइस यो फर्स्ट बाइट है कस्तो भयो साथीले खाएर गर्नु भनेको सुने सो गाइस आज चाहिँ हाम्रो लन्च थिएन लन्चको बदली चाहिँ हामीले नेपालको झालमुरी खाएको मलाई त पिरो भयो त अन्त मलाई भएको छैन सोध्दै म पिरो बजार झालमुरीसँग चाहिँ सिक्किमको चिया oh my god कतिवटा डलक छैन हाल्यो अरे 10 स्टार्ट टु क्राइम अलिकति प्रो भएछ मेरो साथी मलाई पिरो भएको छैन म पिरो नखाने मान्छेलाई को रियाक्सन र बिहाइन्ड द सिन चाहिँ यस्तो भयो डल्ले खुर्सानीको कमाल चाहिँ यस्तो हुँदैछ सो गाइस अहिले चाहिँ यस्तो भइहाल्छ हाम्रो हालत हामी त पिरै भएको छैन पिरै याद आएन गाइस अलिसाको यहाँ एकदम बेसी याद आयो अरे हो सबलाई मिस गरे हामीले अलिसाले बन्देलाई ला चिन बसेछु भगवान खाइसकेको देखेपछि यस्तो हुन्छ महिनाको हालत चकलेट ल्याइदेन अबि झालमुरी पनि बनाइदिनु पिरो पनि भयो भने चाहिँ भाँडै बोकेर जान्छु भन्छ त साथी त
अहिले चाहिँ चियासँग चिया र झालमुरी दिएको गाइस के गर्छ जहिले त भेटा चाहिँ यो डल्लै लुगाभरि हो चिया घोप्टाइदियो मेरो केरिनाको नयाँ भेषमा घोप्टाइदियो यहाँ मेरो प्यान्टमा घोप्टाको हजुर पेनमा पनि घोप्ट्यो एकछिन है दादा त्यो पनि भनिदिउँ भनेको त गाइस यहाँ काम नभए चाहिँ कान पड्काउँदैछ भनिदिउँ पऱ्यो भनेको त डक्टर आउनुभएछ कान पड्काउनु डक्टर म कान पनि हल्लाउनु जान्दछु लु त होला अब हल्ला न हल्ला न हल्लाउँदिन जान्दिन हुँदैन साथी हल्ला लाग्पा हल्ला हुँदैन ओइ आँखा हल्लाउँदा ल हल्लाउँ त ल हल्लाउँ न हल्लाउँ न मलाई कहाँ हुन्छ भन्नु दादाको मोबाइल देख्छ डायमन्डको फुली लगाएर आएछ कति रुपियाँको डायमन्ड हो भन्नुहोस् न दिदी 1 रुपियाँ आजको दिन चाहिँ हाम्रो झालमुरी खाएर बित्यो अनि हामी चाहिँ यहाँनिर रेडी भएर चाहिँ अब घर जानु आँटेको अनि ब्याग बोकेर ए ओके एकै त म गाडीमा जान्छु गाइज अनर होइन अभियसली मेरो दिदी नेलपलिस डिजाइन देखाएको थिएन अर्को चाहिँ नहेर्नु होला यो हेर्नुहोस् दामी भएको छ है ट्यालेन्टेड छ नि हाम्रो सिस्टर एन्ड मेरो यो चाहिँ यसरी देखाएको त्यसरी भन्नुहोस् हाम्रो छुट्टीबाट हामी घर जाँदैछु फेरि चाहिँ यहाँनिर सामान बोकेर जाँदैछ हो केही न के बोकेको फ्रीको सरप एक्टिङ नगरे बहिनी मारिदिन्छु नि चाहिँ अब यहाँबाट छुट्टिने टाइम बाई बाई ल बाई बाई जाऊ ल ओके बाई बाई हो अब चाहिँ हाम्रो छुट्टी भएर पनि घर जान्दैछु अन्त आजको मेरो भ्लग त्यस्तै भयो है ड्युटीमा हामीले के गर्दै थिएँ कस्तो गर्दै थिएँ हामीले आज के बनाएर खायो भनेर गर्नु होला बाबा थ्याङ्क यू फर वाचिङ